Yes guys, welcome on my another episode. आज चाहिँ हामी 3 भाइ भयो जाँदैछु अल्मनार आइल्यान्ड कुमा के भन्छ लाइटिङ फेस्टिभल त्यो हुँदाखेरि अहिले चाहिँ हामी टेक्स्ट गर्न जान्छौँ लुलु हाम्रो अब आइरहने हाम्रो सब्जी मण्डी होइन कान्छ रातिमा चस्मा लाएर हिरो भएर हिँडिरहेछ अल्लाह आज त बुहारी बोकेर आउने र के छ झ्याइ पार्ने उसको झ्याइ पार्ने पऱ्यो भने तिम्रो पनि झ्याइ पार्ने अनि धेरै दिन बसेर नगएको आज सर राम्रै हामी पनि राम्रै देखिरहेको रहेछौँ त्यसै लागि ल ठिकै छ अब फुल दिने हुन्थ्यो फुल दिने कोही छैन होइन दिने कोही छैन लिने कोही छैन स्पेसल्ली नाइटमा हुने भएर नाइट फेस्टिभल नाइटमा हुने भएर चाहिँ हामी रातिमा हिँड्नेछौँ अहिले 7 बजे छ भनौँ न साँझको 7 बजे छ अनि त्यो हिसाबले गर्दाखेरि अब चाहिँ हामी 4-5 घन्टा चाहिँ त्यता बस्छौँ त्यसपछि अनि बल्ल आउँछौँ है त अब चाहिँ यहाँबाट हामी अलवादा मलबाट ट्याक्सी चढेछौँ अलवादा नै सरी अल्फोर्सन सेन्ट्रल मलबाट अब अनि केटा त अँध्यारै छन् के अरे पछाडि देखिएको छ बल्ल मिल्छ ल ऊ बुढो पनि देखियो कान्छा रातिमा चस्मा लाएर रतन टर्च बाल्न पर्ने कि एउटालाई टर्च बाल्न पर्ने अर्कोलाई फेरि ऊ नगर्नु पर्ने ल गोलो छ यो चाहिँ हाम्रो अलरातिर हो क्या यो अलरा ऊ अल्मनार आबुधाबी त्यहाँ पनि लेखेको रहेछ ऊ दिएको चाहिँ एडभर्टाइज गरेको रहेछ हामी चाहिँ अहिले हराएको अवस्था है यहाँनिर आएर चाहिँ अब हामी बाटो थाहा नपाएर लरबर भइसक्यो त्यहाँबाट आउने ब्लक रहेछ बाटो चाहिँ अनि यहाँ चाहिँ नेपाली दाई हुनुहुन्छ सेक्युरिटी गार्ड अनि दाइले चाहिँ गर्न लाउँदै हुनुहुन्छ हुँदाखेरि अब चाहिँ यहाँ बाटोमा हामी यतिकै बसिरहेछौँ अब कुनै गाडीलाई रोकेर चाहिँ अब जाने कुरो भइरहेछ त्यो हुँदाखेरि आउन आएको तर बाटो चाहिँ अर्को परे जस्तो चाहिँ यो चाहिँ हाम्रो अगाडिको इन्ट्री गेट मेबी त्यहाँ अगाडि पार्किङ छ हाम्रो चाहिँ एउटा मान्छे भेटेर चाहिँ हाम्रो नेपाली सेक्युरिटी दाइले यो चाहिँ इन्ट्री गेट यहीँबाट हो यहाँ चाहिँ रोलर रे अरे कहना क्या चाहते हो त्यसले दबाएको रहेछ यो चाहिँ ऊ मात्रै हो जस्तो लागिरहेछ मलाई इन्ट्री होइन जस्तो लागिरहेछ मलाई एउटा गाह्रो छ अब त्यसको लागि चाहिँ आइएम सो सरी उज्यालो भएन त्यसको लागि चाहिँ लाइट मेन्टेन गर्न सकिनँ म चाहिँ त्यसमा चाहिँ एकदम क्षमा प्रार्थी छु तो चलिए सुरु करते हैं ओ वहाँसम्म छ यार यो त मा कसम यार थेत हामी के कसो छौँ भनेर हेर्न आएको यो चाहिँ ल यहाँ चाहिँ डेन्जर स्मोक मा कसम पुरै स्मोक फकै फक छ है यहाँ चाहिँ बल्ल चाहिँ यो त हुक्का खानै परेन नि ल चिसो होइन यो छ नि मस्त अनि पानी के हो अनि बुढो यो त पानी जस्तो लाग्छ त मलाई त ल दाइ ओहो यो त आउनु नि तपाईँ यो यसमा हराउँछ कि यसमा चाहिँ हराइन्छ है पुराका पुरा हराइन्छ अगाडिकोमा केही पनि देखेको छैन है केटा मलाई रिङ्गटा लायो पानी भयो ल यहाँबाट चाहिँ हामी निस्क्यौँ अब यहाँ निस्केपछि फेरि केही छैन फेरि छ्याङ्गै छ अँध्यारो पुरै अँध्यारो केही छैन हल्का चाहिँ कस्तो भन्दाखेरि हल्का साँझ पख आएको भए चाहिँ खतरा हुने रहेछ यहाँ तर अहिले चाहिँ साँझ पख भएन होइन जान मिल्छ ल जान मिल्दो रहेछ ए ग्रुपिङ वाइज ल हामी पनि जानुपर्छ यहाँ त बालुवा भयो कि आइल्यान्ड बालुवा भएको ठाउँ भयो कि आइल्यान्ड रहेछ कि त्यहाँ चाहिँ आफ्नो फेस फोटोकपीवाला चाहिँ त्यहाँ मेसिन छ हो त्यो फेस आउने त्यहीको हो हाम्रो फोटो पनि आउँछ त्यो चाहिँ पानी परेको ठाउँ रहेछ ल खतरा मजा आउँदो रहेछ त्यहाँ पनि म्युजिक बजाउनु चाहिँ मिठो होला भएको तिमी पछाडि किन गएको आऊ न यार फेस रिकगनाइज गर्छ क्या त्यहाँनिर यहाँ आऊ न फोटोकपी आएर चाहिँ यहाँ चाहिँ मेरो फोटो आउँछ ठाडो गरेर खै
माथि हेर्नु माथि माथि तपाईले सर्नु त हेलो ल यहाँ मेरो फोटो आउँछ कि आउँदैन हेरौँ है ल मेरो फोटो आइदिएर कि त मेरोमा चस्मा लगायो कि के हो खै आयो बल्लै यो म हो है केटा म हो है ल ल ल रमाइलो है केटाकेटी खेल्ने कुरा है खासै के ऊ त्यो माथिको चाहिँ हाम्रो दाइ है विवेक चापा कहीँ यसले पनि हान म पनि यसो पियानो ल नेक्स्ट स्टेप अब अगाडि रातिमा के चस्मा लगाउने केटा लगाइदिने हो र केटा त झिलिमिली तिहारको घर जस्तो त्यो के खानु त होइन जाम त्यो डाँडीमा जाउँ त्यसपछि अनि गएर अब आएको डाँडी खेल्न जाने डाँडी खेलेर पछि त्यहाँ जाने त्यसमा हामी गएन कि त्यसमा अहिले फर्केर त्यो बाटो हुँदै फर्केर जानुपर्छ है त्यसमा चाहिँ हगान्छ के छ हामी केटाकेटी चाहिँ हो कि खेल्दै हिँड्दै गर्ने होइन बवालले मजा बवाल चाहिँ के मजा हो नि यसो अलिअलि टाकान टुकुन हैछ कि भाँडाकुटी खेले जस्तो कान्छ के देखिन्छ अरे माथि त यहाँ दाइ मैले के देखिसके तेरी तल झरिरहेको जस्तो यसरी फोकस गरेको त्यहाँ फोकस गरे जस्तो देखिन्छ रमाइलो हुन्छ नि केटाकेटीलाई चाहिँ रमाइलो हामी बुढो भइयो यहाँ चाहिँ ल कान्छ सुत्ने रे यहाँ लहरक्क परेर सुत्देऊ यहाँ सुतेर यहाँ चाहिँ हात राख्ने यहाँ टक्क यहाँ हात राखेपछि यहाँ हात राखेपछि अनि माथि हेर न माथि मात्र त्यो पिक्चरहरू मात्र हेर यहाँ चाहिँ कहाँ चाहिँ सुतेको छ सुतेर चाहिँ माथि हेर्ने रे अब के हो हाम्रो दाइ हराएको अवस्था है अगाडि गएर बसेछ होला दाइ जहाँसम्म हामी त्यहाँ रमाइलो गर्न थाल्यौँ दाइ चाहिँ अगाडि गएर झ्याउला जस्तो दाइलाई भोक लगाइरहेको छ मलाई थाहा छ हामी आएको अघि नै यहाँ तर दाइलाई भोक लगाइसक्यो मलाई पनि लगाइसकेको छ भोक पेट यत्रो छ दिँदाखेरि तर पनि कान्छा के देख्यो फुल देख्यो म त धेरै बेरसम्म यिनी चाहिँ कान्छा कस्तो रहेछ नि त्यहाँ सुत्ने होइन सुतेर लाइक हेप्रोटाइज टाइपको हुने रहेछ अनि एउटा चाहिँ पोइन्टमा चाहिँ त्यो उ गर्ने रहेछ कि कन्सन्ट्रेट गर्ने रहेछ कन्सन्ट्रेट गर्दाखेरि त्यो चाहिँ या त फुल बन्छ या त शङ्ख बन्छ त्यस्तो टाइपको रहेछ कि अनि ऊ चाहिँ फुल बनेको यस्तो खतरा फक्रेको फुल जस्तो फेरि छन् पनि फुल जस्तै मेरो भाइ फेरि होइन लजाइ मलाई लाज लाग्छ है त्यो कि अझै यहाँ तर दाइलाई भेटेन हाम्रो हुन चाहिँ के हो यो बलमा जाने बलमा चाहिँ के हुन्छ त्यहाँ ऐना हेर्ने दिउँसोमा हुन्छ हेर ऐना हेरेर लाउ माया लाउनेले भन्ने जस्तो ऐना सुनको जस्तो चाहिँ केटा हो सुन हो सुन न ओके स्योर लाइट्सको डेकोरेसन यो सबै एल्युमिनियम टाइपमा राखेर अब यहाँ चाहिँ हिँड्ने टिकटक बनाउने त्यही अरू केही पनि होइन आरामले जाऊ है दिदीलाई दिदी ठोक्यो होला फेरि यो बल्ल हिँड्ने ठाउँ चाहिँ यो रहेछ है हामी चाहिँ रातिमा काँक्रा चोर्न हिँडे जसरी हिँडै छौँ तर कहाँ हिँडेको छौँ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन मजा यसैमा छ जुत्ता पनि छ यो भोलि काममा लगाएर जाने जुत्ताको हालत यस्तो छ फेरि मजा पनि छ सनलाई त भित्रपट्टि होइन भागु खोइ खतरा छ नि यो चाहिँ लोकेसन यो चाहिँ बस्न कि यहाँ चौपारी पनि रहेछ चौपारीमा बसेर ऊ त्यो झिलिक भएको ठाउँमा जाउँ एकताली होइन त्यो झिलिक भएको ठाउँमा गएछ छन चाहिँ केही छैन जस्ट हामी माइन्ड फ्रेसको लागि मात्रै आयो कति दिन 100 दिरहम तिरेर है ट्याक्सीमा 100 दिरहम ट्याक्सीमा तिरेर मतलब नेपाली भनौँ न 4000 को आसपासमा तिरेर 40 किलोमिटर आएर 3800 40 किलोमिटर आएर छैन केही पनि ये लाइट हेर्न लाग्यो यो भन्दा राम्रो त हाम्रो वालिङ महोत्सवमा हुन्छ घाटे स्याङ जग्गाले वालिङ महोत्सवमा ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ नुवाकोटबाटै हेर्ने नि बुटल त भन्दा राम्रो यो भन्दा राम्रो देखिन्छ यार रङ्गी छ मजाले दुईटा बिएर समातेर हेर्ने नि त्यसै झन् ल त्यसै रमाइलो देखिन्छ झन् रङ्ग रमाइलो होइन त्यसैमा रङ्ग रमाइलो भन्ने कुरा चाहिँ हो ल मेरो पनि त्यसमा एकदम थम चेक छ होइन त्यसको लागि देउसी मोटर कार कार ए साइली हातमा तानु यार यार होइन
भट्टी नै छ फेरि दिमाग चाहिँ भट्टीमै छ ल हाम्रो दाइ हुनु रहेछ त्यहाँ दाइले चाहिँ भन्नु छ अब 9 बजे चाहिँ ड्रोन सट हुन्छ भन्ने कुरा गर्दै हुनुहुन्छ अनि अहिले चाहिँ 8:15 भएको छ हामी चाहिँ 9 बजेसम्म बस्छौँ है त जे भए पनि 9 बजेसम्म बस्ने ड्रोन सट हेर्ने सरर साइली फेवातालमा डुङ्गा भने जसरी हुन्छ नि फेवातालमा साइली डुङ्गा सलला काले आएर मार्यो उहाँ चाहिँ केटा कोल्ड ड्रिङ्क खोज्न चाहिँ गइरहेको छन् कोल्ड ड्रिङ्क हजुर यो त्यतापट्टि उहाँ त भन्न अलिक नमिल्ने रहेछ होइन त्यो लोटा लिएर जाने कि त्यतापट्टि अब बुझ्नेले बुझ्यो क्या क्या कहना क्या चाह रहे हैं भाई आप यो डुप्लिकेट यो लिएर आएर गाडे गाउनेलाई गाड्न सिपालु छ बाँचला जहाँसम्म अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अझै क्लट मलाई केटी जस्तो फिल भइरहेको बुढोले पछाडि गीत गाएर ए जामका आऊ बाततिर पहिला उकालो ठड्यौँ का औ यहाँबाट चाहिँ बल्ल यसो देख्ने जग्गा चाहिँ यहाँबाट देखिन्छ किनकि यो चाहिँ अलिकति हाइटमा छ होइन अनि सबै चाहिँ तल छ कि हल्का हाइटमा छ यो चाहिँ अनि त्यो हुँदाखेरि उल्टे हान्ने कि सुल्टे हान्ने भनेर ल दियो 1 2 3 नटिन्छ के दाइ हाना 2 hours later ड्रोन सट यति मात्र थियो हामी चाहिँ यति हेर्नलाई चाहिँ बसेको थियो अब चाहिँ बाल्लो रम्बल घारी हिँड्नुपर्छ खुट्टा घास्याङ गएको छ अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है अब सिधै ऊ हो अब यही हो अलिअलि भएको टाकन टुकुन अब देखिहाल्नु भयो एउटा बच्चा यता घुमिरहेको फेरि यसलाई कसले छोड्यो यसलाई के नाम लेख्यो देखिया वाह नारायण पन्देनी पङ्गेरी लेखेको थियो होइन ओए केटा हामी एक्जिट गरेको होइन हामी एक्जिट अब हामी चाहिँ एक्जिट गरेँ यहाँबाट ल ट्याक्क निस्क्यो हाम्रो चाहिँ नेपाल दाइको गाडी पनि आएको रहेछ होइन याङ्गो क्या अब ल अब चाहिँ एउटा क्या लक्की हामी चाहिँ टक्क गाडीमा अब सिधै जाने यहाँ चाहिँ कमै मात्रामा आउँदो रहेछौँ कि ट्याक्सीमा हामी पनि ट्याक्सीमा आयो थाहा नपाइ ल फाइनली रुममा आयो हामी चाहिँ होइन एकदम डर लाग्थ्यो होइन डर भन्दा नि अब रुममा चाहिँ कहाँ जाने कसो गर्ने भन्ने चाहिँ किनकि ट्याक्सी पाउँदो रहेछ त्यहाँ त्यो हुँदाखेरि चाहिँ एकदम डर लाग्थ्यो अनि लिटरली त्यस्तो चाहिँ राम्रो छैन होइन जुन चाहिँ हामीले भिडियोमा हेरे अनुसार चाहिँ त्यस्तो राम्रो वाट वी वर एक्सपेक्टेड बट दिस इज नथिङ टोटल्ली तर हल्का है ठिकै चाहिँ थियो त्यति राम्रो चाहिँ होइन जुन एक्सपेक्टेसन्स थियो त्यो एक्सपेक्टेसन्स चाहिँ भइगयो के त्यो भएको कुरा चाहिँ र ठिक छ त्यही पनि घुमेर आयो ल यही हो लास्ट अब होइन
ल किप लभिङ किप सपोर्ट Hit the black and सब्सक्राइब अनि किप सब्सक्राइब है सब्सक्राइब गर्नु होला तपाईँहरू माथि तपाईँहरू धेरै माथि लाग्नु भएको छ आजकल अनि चाहिँ अब हामी अलिक सानो सानो खालको वर्गको यसो भिडियो हाल्ने मान्छेहरू अब युट्युबर त नभनौँ यसो सानो सानो वर्गकोलाई पनि यसो उचालिदिनु पऱ्यो तपाईँहरूकै हातमा चाहिँ जे जसो भयो भने होइन कान्छा एकदम ल त्यो कान्छाको पनि रिक्वेस्ट छ भागोको पनि रिक्वेस्ट छ मेरो त एकदम धेरै एकदम रिक्वेस्ट छ ल आजलाई यति for watching. थ्याङ्क यू सो मच फर वाचिङ ल आजलाई यति है त ल Don't forget like, कमेन्ट एन्ड सब्सक्राइब comment, जय नेपाल Jai जय नेपाल